यति चिसो हैन यस्तो गर्ने क्या त यार त्यो त बच्चाने मिनट छुदै छ यार बढी किन त ज्यान छ त सब छ उता होइन एकछिन अब रेडी भयो हेलो त च्याउ मात्र छैन दाइ त्यो हाल्दा थलो सत्या नै 4 वटा पुगेन दिनु न भर्खर दुइयो दिदी मासु हेरि त कुसे हो कति किरा पाइयो त आज हेलो बिहा गरेर मान्छे मनै हुँदैन कि माया हुँदैन र बिहा गरेर मान्छे त मेरो जारे कहाँ छ भन्न चुप भन त्यो भुतै जस्तो छ अस्ति सुनिन्थे तर्सान आउँछ अल्लाह रात फेर्छु होइन म दुईजना मात्र छौँ अहिले भुल्नै सकिँदैन मैले नाइ बनाएर बेला आइथिन नाइ बनाएन च्याउ नै बनाएन च्याउ रहन्छ त्यो ठाउँ त कतिजना पुरो बोल्नुहुन्छ हामी दुईजना मात्र छौँ आज 4 वटा मात्रै जम्मा भेटिँदैन जता गयो भने केही पनि छैन केही पनि डेट गयो लोता कति आउनु भयो 4 गते रसिद कति काट्नु भयो 3500
ले खन्या हुन्छन्, आगो लगा हुन्छन्, दाउरा बाल्या हुन्छन्। राष्ट्रिय निकुञ्जभित्रमा त खासै सरकारी कानुनको नियममा हिँड्यो भने यहाँ मान्छेलाई छिर्नै नदिनुपर्ने यसो स्थानीयहरूको पशु पक्षीहरू 3 क्लास पढ्छौ कति रसिद काटेर आयो त स्थानीयहरूलाई त कम होला 1000 रुपैयाँ होला स्थानीयहरूको पनि सामान पोल्यो भन्ने सुनिरहेको थियो थाहा भएन मैले त अब किरै भेटाएको छैन के गर्नु भिडियो बनाए यस्तो गाह्रो छ भन्नाले